फेरि खान जानुपर्छ यो गाडी तल्लोपट्टि राख्छु आउँछ कति रोक्यो म यही लान्छु ल ओके हेलो गाइज वेलकम टु माई ब्लग आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु लगातार हिजो अस्ति पानी परेर चाहिँ फाइनली आज चाहिँ मौसम त्यस्तो राम्रो त छैन जस पानी पर्दैन होला आजको ब्लग चाहिँ के हो भन्दाखेरि फ्यामिलीसँग आज चाहिँ हामी बौद्धजना लागिरहेको छौँ के हुन्छ हेर्दै गरौँ अब चाहिँ ब्लगमा बन्दै गर्नु होला तपाईँहरू सबैजना लाग्छ तपाईँलाई वेलकम छ मेरो ब्लगमा स्वागत छ तपाईँलाई आज चाहिँ हामी कहाँ जानु लागिरहेको भन्नु न त तपाईँले हामी यस्तो बौद्धतिर कुरा गर्नु बौद्ध कुरो गर्न जाँदैछु पछाडि हाम्रो पेमा दिदी आज धेरै दिनपछि आज तपाईँले आँगनमा चाहिँ के खुवाउने हो भन्नु न आँगनमा त छोले खुवाउने रे ये तो लेटेस्ट न्यूज है तपाईँले कि औले छोले म त लड्डु खान्छु लड्डु ल हुन्छ मैले चाहिँ यसरी खुवाउँछु नि आज पैसा चाहिँ तपाईँले दिने ल पैसा त क्युआर गरिदे पैसा दिनु पर्दैन ल तपाईँलाई नि ब्लगमा यसो वेलकम ल धन्यवाद आज निमा योमको ब्लगमा हैन त हजुर ल आज हाम्रो के छ त भन्नु न तपाईँले अब आज त हामी जान्दैछु यहाँबाट बानेश्वर हुँदै हजुर अनि हामी धुम्बारै गाडी चार्ज वासिङ गर्ने अब हामी गाडी भएको ठाउँमा आइपुग्यो होइन ठिक छ मेरो बुढीलाई चाहिँ त्यहाँ छोडेर राख्नुपर्नेछ बौद्धमा होइन आशालाई चाहिँ बौद्धमा कुरा अब आशा चाहिँ कुरा गर्दै गर्नु हामी चाहिँ आँगनबाट मिठाई लिएर आउँछौँ ल ला चाहिँ के भयो अरे भन्नु गाना मन परेन तपाईँलाई मन परेन यस्तो गाना अब आफूले बुझ्छ हामीले बुझ्दैन क्या कहाँ पुग्यो हामी भनिदिनु त तपाईँले नयाँ बानेश्वर रे बाबु नयाँ बानेश्वर नयाँ बानेश्वरमा पहिले पहिले चिनिदियो अहिले त बालिका त बिल्डिङहरू पनि अब चाहिँ हामी अब नयाँ बानेश्वरबाट कहाँ हो अब यहाँबाट चाहिँ हामीहरू पुतली सडक हुँदै हामीहरू उता के अरे कहाँ भन्दाखेरि अबे जल्दी बोल कल सुबह पनवेल निकलना धुम्बारै जाने त्यहाँ धुम्बारैमा 1 घण्टा जति बस्ने अनि त्यहाँबाट हामीहरू घर जाने अब चाहिँ 1 घण्टा जति हाम्रो गाडी चार्जमा हुनेवाला छ त्यहाँ चाहिँ हाम्रो गाडी चार्ज हुँदैछ यहाँ चाहिँ हामी आलु खाँदैछौँ अब चाहिँ आलु खाएर हामी घरको लागि केही सामानहरू हेर्न चाहँदैछौँ के हेर्ने हो हेरौँ है गाइज अब चाहिँ हामी सामानहरू गाडीमा राखेर एक पानीपुरी खान चाहँदैछौँ जोस दाइले पानीपुरी चाहिँ मिठो खुवाउनु भयो अब चाहिँ हामी बौद्धतर्फ लाग्दैछौँ ल अहिले चाहिँ हामी कहाँ आइपुग्यो भन्नु त उत्पाला उत्पालामा हामी के खानु लागिरहेको खै म त के नखाने अब आफूहरू कफी खाने कफी खानु म चाहिँ नखाउँ होला कफी अहिले चाहिँ हामी बौद्धभित्र आइसक्यो तपाईँहरू पनि कुरा गर्नु होला धेरै मान्छेहरू छ बौद्ध मान्छेहरू धेरै पछि भ्लग गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो भइरहेको अवस्था भइरहेछ जाँदैछौँ
अब चाहिँ हामी उत्पाला क्याफेमा जाँदैछौँ बन्दै गर्नु होला उत्पाला क्याफेमा आइपुगिसक्यो हामी आउँदा म दुईचोटि आयो नाम चाहिँ याद भएन उत्पाला अरे यहाँ यस्तो इन्डियन खाना चाहिँ मिठो पाउँछ कि हिँडेर आउनु म जाँदै गर्छु चाबी म लगाएर जान्छु पानी सानी ततार राखिदिन्छु म पनि जान्छु पेमा पनि जान्छु फाइनली हाम्रो चाहिँ उत्पालामा डिनर पनि खाइसक्यो होइन लाग्छ कस्तो लाग्यो आज खाना उत्पालामा औ कस्तो लाग्यो हामी दुईजना त हामीले नान र के खायो दाल मखनी टेस्टी छ है टेस्टी छ मैले चाहिँ खायो सन्डविच फालाफेल सन्डविच मिठो एकदम टेस्टी कस्तो लाग्यो तपाईँलाई चाहिँ मिठो ल धेरै धेरै खुसी लाग्यो अब धेरै पछि यहाँ उत्पालामा आउनुपर्छ भेज अब मासु तपाईँहरू भेज खानुहुन्छ भने चाहिँ उत्पालामा आउनुहोस् होला भेज खानुहुन्छ भने चाहिँ उत्पाला क्याफेमा आउनु होला र आजको हाम्रो डिनरको लागि चाहिँ एकदमै धेरै धेरै धन्यवाद हाम्रो औलाई आशालाई फोन छोराले किन्छ किनाउनुपर्छ मैले फोन किनेको त खुसी हटिसक्यो सुरुमा मात्र एक्साइटेड हो अब त खोइ थाहा छ त्यस्तै त खाइदिनुपर्ने छ छोराको हजुर आँगन लान्छु भनेको त उत्पालामा पो आइपुगेछ लोगान त्यही त भनेको आँगनमा जाने हो कि फेरि म खुवाउँछु नि तपाईँहरू उत्पाला क्याफेबाट निस्किँदैछौँ हामी होइन गाडी पार्क गरेको ठाउँमा हामी जानु लागिरहेको छौँ अब चाहिँ हामी हिँडेर कि गाडीमा हिँडेर वाक खाएपछि हिँड्नु परेन पचाउनु परेन हिँड्नु पऱ्यो यहाँदेखि त्यहाँसम्म त हिँड्नु पऱ्यो आमाले यो त वास गर्नु पर्छ कि अब चाहिँ हामी लाग्नु लागिरहेको यहाँबाट है फेरि खाना जानुपर्छ कि हो गाडी तल्लोपट्टि राख्छु आउँछ यत्रो खायो जम्मा बिल चाहिँ 1500 उठेछ भनेपछि तपाईँहरू पनि आउनु धन्यवाद है त ल है अब चाहिँ बाई बाई सबैजनालाई गुड नाइट हामी घरमा लाइक शेयर सब्स्क्राइब भन्नुस् लाइक शेयर सब्स्क्राइब गरिदिनुस् कमेन्ट